किशोर अवस्था सबैभन्दा महत्त्वपूर्ण र जीवनको आकार दिने उमेर हो। यो उमेरमा किशोर किशोरीबाट आफ्नो शिक्षामा उत्कृष्ट हुनुपर्ने अपेक्षा गरिन्छ, तर तिनीहरूको अध्ययनसँगै सामाजिक सकारात्मक प्रभाव ल्याउन पनि सक्षम हुन्छन्। दुर्भाग्यवश विशेष रूपमा किशोर किशोरहरूका लागि कुनै प्लेटफर्म थिएन जहाँ उनीहरूले आफ्नो प्रतिभा देखाउन सक्छन्। किशोर किशोरीहरूलाई उच्च उडान गर्न मद्दत दिन र उनीहरूको यात्रामा आउने सामाजिक अवरोधलाई हटाएर उनीहरूको सपनालाई पङ्ख दिन फलस्वरूप सन् 2015 मा लोकल टिन हिरोको सुरुवात भयो। लोकल टिन हिरो विशेष रूपमा किशोर किशोरहरूका लागि एउटा प्लेटफर्म हो जसले उनीहरूलाई उनीहरूको प्रारम्भ र रचनात्मक साझा गर्ने अवसर प्रदान गर्दछ। किशोर किशोरहरूका लागि पूर्ण रूपमा निःशुल्क कार्यक्रम हो जुन विभिन्न अवसरहरू र नेटवर्किङ मार्फत व्यक्तिगत र व्यावसायिक विकासमा केन्द्रित हुन्छ। यो कार्यक्रमको सुरुवात किशोर किशोरीहरूको आवेदन लिने, स्क्रिनिङ गर्नेदेखि लिएर 20 under 20 को छनौट गर्ने, शीर्ष 6 को छनौट गर्ने र अन्तिममा अवार्ड गाला जहाँ एक उत्कृष्ट किशोर वा किशोरीलाई गोल्चा ग्रुपद्वारा प्रस्तुत लोकल टिन हिरो घोषित गरिन्छ। यहाँको यात्रा पुरस्कार पाएर मात्रै टुङ्गिँदैन। किशोर किशोरीहरूले आफ्नो प्रयासको नेतृत्व गर्न, विभिन्न व्यक्तित्व, संस्था र कम्पनीहरूसँग सहकार्य गर्न, सञ्जाल बनाउन र जीवनमा हरेक पाइलामा असीमित सहयोग र अवसरबाट लाभान्वित हुन्छन्। आउनुहोस् विगत 10 वर्षका विजेताहरूलाई भेटौं। 2015 विपना शर्मा बाल अभियन्ता। 2016 सन्तोष लामिछाने मेकानिकल उत्साही। 2017 सचिन डाङ्गी सामाजिक अभियन्ता। 2018 प्रशंसा केसी सामाजिक अभियन्ता युट्युबर। 2019 समीर फुयाल उद्यमी। 2020 मन्दिरा श्रेष्ठ स्वास्थ्य कार्यकर्ता। 2021 प्राञ्जल चालिसे टेक्नोप्रेनर। 2022 राहुल रञ्जन शाह खगोल विज्ञान उत्साही। 2023 श्रुति तिवारी वातावरण अभियन्ता। 2024 घनश्याम विश्वकर्मा बाल अभियन्ता। यदि तपाईँ 13 देखि 19 वर्षको हुनुहुन्छ, एक नेपाली बासिन्दा हुनुहुन्छ र समाजका लागि केही प्रभावकारी काम गर्नु भएको छ भने तपाईँ गोल्चा ग्रुपद्वारा प्रस्तुत लोकल टिन हिरो नेपालको 11औं संस्करणका लागि आवेदन गर्न सक्नुहुन्छ। www.localtinhero.com/nepal मार्फत आज आवेदन दिनुहोस्।